हेलो गाइज, आजको भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ र इन्फर्मेटिभ हुनेछ। सो साथीहरू, यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला। म र विजय जायन्ट मार्केट जान लागेछौँ र आजको ब्लग चाहिँ एकदमै रमाइलो हुनेछ। सो साथीहरू, यो च्यानलमा भिजिट गर्नुहोला र आज हामी जायन्ट मार्केटमा मलेसियाको के कस्तो महँगी बढेको छ या घटेको छ भन्ने विषयमा हामी छोटो र मिठो भिडियो बनाउनेछौँ। र अब जायन्ट मार्केटमा गएर म त्यहाँको भ्यू देखाउने छु। यहाँ अगाडितिर हेर्न सक्नुहुन्छ, एकदमै राम्रो दृश्य रहेको छ। र अब यो बाटो हामी कट्न पर्यो यहाँदेखि। ठ्याक्कै यहाँ ट्राफिक लाइटको बत्ती दिएको छ, यहाँबाट अब हामी बाटो कट्नेछौँ। साथीहरू हेर्न सक्नुहुन्छ, अब केही समयपछि हामी जायन्ट पुग्नेछौँ र त्यहाँ गएर त्यहाँको दृश्य म देखाउने छु। फाइनली साथीहरू, आज हामी जायन्ट मार्केटभित्र आइसकेका छौँ। 39.90 है, यो टी सर्ट हेर्न सक्नुहुन्छ, 39.90 को रहेको छ। नेपालको भनौँ न 1200-1300 को टी सर्ट रहेको छ। यो क्वालिटी त ठिकठाक छ र यहाँ हेर्न सक्नुहुन्छ र अगाडितिर म देखाउँछु 59.90 को 59.90 को। त्यस्तै गरी यो रेनकोट रहेको छ, राम्रो छ, प्रिमियम क्वालिटीको छ, तर धेरै नै महँगो छ। र म अगाडितिर देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ, चामलको रेट 41 रिङ्गेट रहेको छ र त्यस्तै गरी 33 रिङ्गेट भनौँ न, यो चामलको रेट 33 रिङ्गेट रहेको छ। पहिला धेरै नै बढेको थियो, तर अहिले यसको रेट ठिकठाक भएछ र मले भाषामा बरास भन्छन् चामललाई। र 32.99 है, पहिला त धेरै नै बढेको, तर अहिले ठिकठाक रेट भइसकेको छ। पहिलाको तुलनामा अहिले ठिक भएछ। र यो चाहिँ अहिले हेर्न सक्नुहुन्छ, यो चाहिँ बिस्कुट रहेको छ है साथीहरू। बिस्कुट 13.49 को बिस्कुट, त्यस्तै गरी 9.49 को सादा खाले बिस्कुट रहेको छ। र यहाँ पङ्खाहरू हेर्न सक्नुहुन्छ, त्यस्तै राइस कुकर, रुममा खाना पकाउनुहुन्छ भने राइस कुकर हेर्न सक्नुहुन्छ। र 89 रिङ्गेट, 69 रिङ्गेट, 89.99 को पङ्खा रहेको छ। यहाँ पङ्खालाई मले भाषामा किपास भनिन्छ। यो 89.99। र त्यस्तै गरी ठुलो टेबल फ्यानलाई 100 रिङ्गेट भनौँ न रहेको छ। त्यस्तै गरी यहाँ हेर्न सक्नुहुन्छ, ब्रान्डेड खाले प्रिमियम क्वालिटीको सिरानी। यो चाहिँ महँगै हो, धेरै नै महँगो हो। अब क्वालिटी त एकदमै ठिक छ। A4 साइजको पेपर हेर्न सक्नुहुन्छ, 15 रिङ्गेट रहेको छ। A4 साइज जुन फोटोकपीमा युज हुन्छ, यो चाहिँ 15 रिङ्गेटको रहेछ। यसमा मलेसियन भाषामा मूल्यलाई हर्गा भनिन्छ र यसको प्राइस चाहिँ 15 रिङ्गेट रहेको छ। र यहाँ नेस्कफी हेर्न सक्नुहुन्छ, नेस्कफी, मलेसियाको नेस्कफी अहिले अफरमा चलिरहेछ। त्यस्तै गरी म अगाडितिर गइरहेछु। सर्फ साबुन जुन हुन्छ नि, हो मले भाषामा सर्फ, कपडा धुने सर्फलाई साबुन भनिन्छ। यो हेर्न सक्नुहुन्छ, धेरै नै महँगो रहेको छ।
त्यस्तै गरी यहाँ टमाटर 3 रिङ्गिटको रहेछ, एकदमै राम्रो रहेको छ। त्यस्तै गरी अहिले यहाँ हेर्न सक्नुहुन्छ गाजर 289 को गाजर र यहाँ काँक्रो 2 रिङ्गिटको काँक्रो, लोबाक मेरा भनिन्छ गाजरलाई, र त्यस्तै गरी काँक्रोलाई तिमुन र टमेटोलाई टमेटो नै भनिन्छ मले भाषामा। र अहिले अफरमा छ 3 रिङ्गिट मात्रै। र अब अगाडितिर म देखाउँछु, यो प्याज रहेको छ बावाङ मेरा, त्यस्तै गरी आलु केन्ताङ 189 है, 1 रिङ्गिट 89 सेन्टको आलु रहेको छ। अहिले अफरमै छ भनौँ, अहिले अरू ठाउँभन्दा भनौँ न जायन्टमा सस्तै पाइन्छ। हेर्न सक्नुहुन्छ यहाँ प्याज। त्यस्तै गरी यहाँ खुर्सानी, सुकेको खुर्सानी हेर्न सक्नुहुन्छ, ग्रिन चिल्ली भनिन्छ मले भाषामा। यो 19 रिङ्गिट पर केजी रहेको छ, यो चाहिँ 19 रिङ्गिट पर केजी। त्यस्तै गरी यता म अन्डा सेक्सनतिर गएँ, यो चाहिँ मले भाषामा अन्डालाई तेलोरो भनिन्छ। त्यस्तै यहाँ फुलकोपी हेर्न सक्नुहुन्छ, यो चाहिँ अहिले 166 प्राइस रहेको छ। र यो चाहिँ बन्दाकोपी, यो पनि सस्तै छ भनौँ न, जायन्टबाट किनेर खानुहुन्छ भने धेरै कुराहरू सस्तो पाउन सक्नुहुन्छ। अरू मार्केटको तुलनामा जायन्टमा सस्तै हुन्छ। त्यस्तै गरी यहाँ सेतो चाना, बदाम हेर्न सक्नुहुन्छ, बदाम, सेतो बदाम, र यो चाहिँ 927 को रहेको छ। त्यस्तै गरी यो त मलाई नि थाहा भएन के हो, रातो रातो छ। यहाँ दाल रहेको छ 635 को दाल, र यो चाहिँ च्याउ रहेको छ मसरुम। यो धेरै नै महँगो हुन्छ, एकदमै हल्का हुन्छ। $4.60 को एकदम थोरै हुन्छ। त्यस्तै गरी यहाँ दाल हेर्न सक्नुहुन्छ, र हुन त यहाँ मलेसियामा सब पुरा महँगै छ नेपालको तुलनामा। यो चाहिँ माछा रहेको छ, माछालाई मले भाषामा इकान भनिन्छ, र इकान हेर्न सक्नुहुन्छ। त्यस्तै गरी 30.99 को यो झिङ्गे माछा हेर्न सक्नुहुन्छ, धेरै महँगो छ है साथीहरू। र यहाँ गङ्गटो हेर्न सक्नुहुन्छ, समुद्री गङ्गटो रहेको छ, यो 28.99 पर केजी रहेको छ। त्यस्तै गरी यहाँ माछा हेर्न सक्नुहुन्छ, 20 रिङ्गिट पर केजी। र यो माछा निकै राम्रो हुन्छ। त्यस्तै गरी अब जुस सेक्सनमा म आइसकेँ, फ्रेस जुस कोको कोला हेर्न सक्नुहुन्छ 100+। त्यस्तै गरी मिलो, र यहाँ थुप्रै आइटमका जुसहरू हेर्न सक्नुहुन्छ। र यो चाहिँ ट्विस्टर, यो जुस चाहिँ राम्रै हुन्छ। र अहिले यो चाहिँ दही सेक्सन, विभिन्न आइटमको दहीहरू पाउन सक्नुहुन्छ। यहाँ थुप्रै आइटमको छ, थुप्रै ब्रान्डको छ। यो गट छ एउटा, यहाँ हेर्न सक्नुहुन्छ ससेज, मलेसियामा ससेज यो तरकारी पकाएर खानलाई ठिक हुन्छ। र अरू आइटम पनि बनाउन मिल्छ, त्यो त मलाई नि थाहा भएन, तर ठिकठाक छ। यहाँ रेडिमेड
ससेज पाइन्छ। फाइनली साथीहरू म आफ्नो रुमतिर आइपुगेँ र माथितिर चढ्दैछु। समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने बुझ्नै सकिँदैन। र आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझावको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला।